हाई नमस्ते एन्ड गुड मर्निङ एभ्रिवान। सो हामीले चाहिँ लेसन 1 to लेसन 9 सम्मको मिनिङहरू अलरेडी पढिसकेका छौँ। आजको भिडियोमा हामी लेसन 10 को मिनिङ चाहिँ पढ्नेवाला छौँ। सो लेसन 10 मा चाहिँ के छ त आउनुहोस् ढिला नगरी भिडियोलाई स्टार्ट गरौँ। सो फर्स्टमा चाहिँ इमास रहेको छ। इमास भनेको चाहिँ हुनुहुन्छ अथवा छ भन्नुपर्दाखेरि अथवा सजीव वस्तुहरूमा इमासको युज हुने हुन्छ। त्यस्तै आरिमास रहेको छ। आरिमास भनेको चाहिँ छ, यो चाहिँ निर्जीवमा युज हुन्छ क्या, जस्तै सास नफेर्नेमा चाहिँ अथवा रुखमा पनि आरिमास नै युज हुन्छ। ओके, सो त्यसै गरी इरो रहेको छ। इरो भनेको चाहिँ विभिन्न प्रकारको के, इरो भनेको चाहिँ विभिन्न प्रकारको। सो त्यसपछि ओतोकोनो हितो रहेको छ। ओतोकोनो हितो भनेको चाहिँ लोग्ने मान्छे। ओतोकोनो हितो भनेको चाहिँ लोग्ने मान्छे। ओके, सो त्यसपछि अन्नानो हितो रहेको छ। अन्नानो हितो भनेको चाहिँ महिला मान्छे। अन्नानो हितो भनेको चाहिँ महिला मान्छे। ओके, सो अनि त्यसपछि ओतोकोनो को रहेको छ। ओतोकोनो को भनेको चाहिँ केटा मान्छे। ओतोकोनो को भनेको चाहिँ केटा मान्छे। त्यसपछि अन्नानो को रहेको छ। अन्नानो को भनेको चाहिँ केटी मान्छे। अन्नानो को भनेको चाहिँ केटी मान्छे। यसमा चाहिँ के छ भने ओतोकोनो को अन्नानो को पछाडि को आउँदाखेरि चाहिँ सानो मान्छेलाई जनाउँछ। त्यस्तै हितो आउँदाखेरि चाहिँ ठुलो मान्छे अथवा महिला पुरुषलाई चाहिँ जनाउँछ क्या। ओके, सो त्यसै इनु रहेको छ। इनु भनेको चाहिँ कुकुर। इनु भनेको चाहिँ कुकुर। त्यसै नेको रहेको छ। नेको भनेको चाहिँ बिरालो। नेको भनेको चाहिँ बिरालो। त्यसै जौ रहेको छ। जौ भनेको चाहिँ हात्ती। जौ भनेको चाहिँ हात्ती। त्यस्तै पान्दा रहेको छ। पान्दा भनेको चाहिँ पान्डा। पान्डालाई चाहिँ पान्दा भनिन्छ। त्यस्तै मनो रहेको छ। मनो भनेको चाहिँ चिज वस्तु अथवा थिङ्सलाई चाहिँ मनो भनिन्छ। त्यस्तै फुइरोमु रहेको छ। फुइरोमु भनेको चाहिँ फिल्म। फिल्मलाई चाहिँ फुइरोमु भनिन्छ। त्यस्तै देन्ची रहेको छ। देन्ची भनेको चाहिँ ब्याट्री। ब्याट्रीलाई चाहिँ देन्ची भनिन्छ क्या। ओके, सो त्यसपछि हाको रहेको छ। हाको भनेको चाहिँ बक्स। हाको भनेको चाहिँ बक्स। त्यस्तै स्विच्ची रहेको छ। स्विच्ची भनेको चाहिँ स्विच। स्विचलाई चाहिँ स्विच्ची भनिन्छ। त्यस्तै रेजोको रहेको छ। रेजोको भनेको चाहिँ फ्रिज। फ्रिजलाई चाहिँ रेजोको भनिन्छ। त्यस्तै तेबुरु रहेको छ। तेबुरु भनेको चाहिँ टेबल। टेबललाई चाहिँ तेबुरु भनिन्छ। त्यस्तै बेद्दो रहेको छ। बेद्दो भनेको चाहिँ बेड। बेडलाई चाहिँ बेद्दो भनिन्छ। त्यस्तै ताना रहेको छ। ताना भनेको चाहिँ ऱ्याक। ऱ्याक भन्नु पर्दाखेरि ताना भनिन्छ। त्यस्तै मादो रहेको छ। मादो भनेको चाहिँ झ्याल। मादो भनेको चाहिँ झ्याल। त्यस्तै दोवा रहेको छ। दोवा भनेको चाहिँ ढोका। दोवा भनेको चाहिँ ढोका। त्यसपछि पोसुतो रहेको छ। पोसुतो भनेको चाहिँ पोस्ट बक्स। पोस्ट बक्सलाई चाहिँ पोसुतो भनिन्छ। त्यस्तै बिरु रहेको छ। बिरु भनेको चाहिँ बिल्डिङ अथवा भवनलाई चाहिँ बिरु भनिन्छ। ओके, सो त्यसपछि कोनबिनी रहेको छ। कोनबिनी भनेको चाहिँ स्टोर। स्टोरलाई चाहिँ कोनबिनी भनिन्छ। त्यस्तै कौवेन रहेको छ। कौवेन भनेको चाहिँ पार्क। पार्क भन्नु पर्दाखेरि कौवेन भनिन्छ। त्यस्तै किस्सातेन रहेको छ। किस्सातेन भनेको चाहिँ कफी सप। कफी सपलाई चाहिँ किस्सातेन भनिन्छ। त्यसपछि हन या रहेको छ। होन या भनेको चाहिँ किताब पसल। कुनै पनि जस्तो वस्तुको पछाडि या आउँछ भने त्यसले चाहिँ पसल भन्ने जनाउँछ क्या। यहाँ चाहिँ होन या भनेको चाहिँ किताब पसल। त्यसपछि या रहेको छ। या भनेको चाहिँ पसल। या भनेको चाहिँ पसल। त्यस्तै नोरिबा रहेको छ। नोरिबा भनेको चाहिँ बस ट्रेन चढ्ने ठाउँ के अथवा स्टेसन। ओके, सो त्यसपछि केन रहेको छ। केन भनेको चाहिँ प्रान्त, क्षेत्र, जिल्ला। सो तपाईँले जसरी बुझ्नुहुन्छ त्यसरी यसलाई बुझ्दा हुन्छ। त्यसपछि केही प्रिपोजिसनहरू रहेको छ। प्रिपोजिसनमा चाहिँ फर्स्टमा उए रहेको छ। उए भनेको चाहिँ माथि। उए भनेको चाहिँ माथि। त्यस्तै सीता रहेको छ। सीता भनेको चाहिँ तल। सीता भनेको चाहिँ तल। त्यस्तै माए रहेको छ। माए भनेको चाहिँ अगाडि। माए भनेको चाहिँ अगाडि। त्यस्तै उसिरो रहेको छ। उसिरो भनेको चाहिँ पछाडि। पछाडि भन्नु पर्दाखेरि उसिरो भनिन्छ। त्यस्तै मिगी रहेको छ। मिगी भनेको चाहिँ दायाँ अथवा राइट साइड के, मिगी। ओके, त्यस्तै हिदारी रहेको छ। हिदारी भनेको चाहिँ बायाँ अथवा लेफ्ट साइड, हिदारी। ओके, सो त्यसपछि नाका रहेको छ। नाका भनेको चाहिँ भित्र, इनसाइड। ओके, सो त्यसपछि सोत्तो रहेको छ। सोत्तो भनेको चाहिँ बाहिर अथवा आउटसाइड। त्यस्तै तोनारी रहेको छ। तोनारी भनेको चाहिँ छेउमा अथवा साइडमा भनिन्छ नि, सो त्यसलाई चाहिँ तोनारी भनिन्छ। त्यस्तै आइदा रहेको छ। आइदा भनेको चाहिँ बिचमा। बिचमालाई चाहिँ आइदा भनिन्छ।
त्यस्तै चिखाकु रहेको छ, चिखाकु भनेको चाहिँ नजिकै नजिकै। ओके, सो त्यसपछि एन्थिङ्स या एन्थिङ्स नादो रहेको छ, यो भनेको चाहिँ र इत्यादि भन्ने हुन्छ क्या, जस्तो कुनै पनि एउटै ग्रुपको चिजहरू छ, सो यो चिज र यो चिज त्यो बाहेक पनि अरू चिज इत्यादि भन्न पर्दाखेरि चाहिँ सो यसको युज गरे नै हुन्छ। त्यसपछि इचिबान रहेको छ, इचिबान भनेको चाहिँ सबैभन्दा, इचिबान भनेको चाहिँ सबैभन्दा। त्यस्तै दान्मे रहेको छ, दान्मे भनेको चाहिँ स्टेप, दान्मे भनेको चाहिँ स्टेप, एक स्टेप दुई स्टेप भनिन्छ नि, सो त्यसलाई चाहिँ दान्मे भनिन्छ। त्यसपछि चिरी सोसु रहेको छ, चिरी सोसु भनेको चाहिँ चिल्ली सस के, खुर्सानीको सस, चिल्ली सस। ओके, त्यसपछि सुपाइसु कोना रहेको छ, सुपाइसु कोना भनेको चाहिँ स्पाई कर्नर, स्पाई कर्नरलाई चाहिँ सुपाइसु कोना र भनिन्छ। त्यसपछि दौमो सुमिमासेन रहेको छ, दौमो सुमिमासेन भनेको चाहिँ धन्यवाद, थ्याङ्क यू भन्नु पर्दाखेरि दौमो सुमिमासेन भनिन्छ। त्यसै गरी इचिबान सीता रहेको छ, इचिबान सीता भनेको चाहिँ सबैभन्दा तल अथवा पिदमा भनिन्छ नि, सो यसलाई चाहिँ इचिबान सीता, इचिबान उए, इचिबान हिदारी, इचिबानलाई मिगी यसरी भन्ने कि, अनि इचिबान माए, इचिबान उसिरो, सो त्यसरी भन्ने हो। यो चाहिँ सबैभन्दा अगाडि पछाडि के भन्ने, सो त्यो अनुसार फरक पर्ने हुन्छ। त्यसपछि नानपुरा रहेको छ, नानपुरा भनेको चाहिँ फिसको सस, फिस ससलाई चाहिँ नानपुरा भनिन्छ। ओके, माछाको सस के। त्यसपछि आजी आसोतो रहेको छ, आजी आसोतो भनेको चाहिँ एजिया स्टोर के, अथवा एसिया स्टोरलाई चाहिँ आजी आसोतो भनिन्छ। ओके, सो साथीहरू हाम्रो लेसन 10 को मिनिङहरू पनि यति नै रहेको छ। तपाईँले भिडियो कस्तो लाग्यो त कृपया यदि भिडियो मन परेमा चाहिँ लाइक कमेन्ट अनि हाम्रो युट्युब च्यानल सब्सक्राइब गर्न नबिर्सनु होला। सो अर्को भिडियोमा भेट्नेछौँ, तबसम्मका लागि बाई बाई।